दर्शकबिन नमस्कार अनि स्वागत गर्दछु तपाईहरुलाई हाम्रो यस जुना जैसी अफिसियल च्यानलमा। आज हामी चर्चा गर्नेछौँ सीता भाग 136 मा के भयो र अब आउने भाग 137 मा के होला भन्ने विषयलाई लिएर। भिडियो हेर्नुभन्दा पहिले तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला, किनभने म तपाईहरुका माझ यस्तै नेपाली सिरियलका रिभ्यू भिडियोहरु सदा लिएर उपस्थित हुने गर्दछु। दर्शकबिन अहिले चाहिँ सीता उतातिर आफ्नो माइतीमा गएर एकदमै धेरै स्वतन्त्र र खुसी भएर बाँचिरहेकी छिन् भने उनलाई फकाउनका लागि उनका सासू ससुरा र नन्द कोसेली समेत बोकेर आएको भने देख्न सकिन्थ्यो। दर्शकबिन अहिले चाहिँ जगत पनि सुधार केन्द्रबाट रक्सी सबै कुराहरू छोडेर आएको पनि देख्न सकिन्छ। उनी घर फर्केपछि उनकी आमा चाहिँ एकदमै धेरै खुसी भएकी हुन्। उनले अब बुहारीलाई फकाएर घर लिएर आउनुपर्छ भन्दै जगतलाई सीताको माइतीमा पठाएपछि जगत चाहिँ सीतालाई भेट्न भनेर उनको माइती घरतिर लागेका हुन्। बाहिरपट्टि रमेशकी आमा बसेकी थिइन्। जगत त्यहाँ आएर सीतालाई बोलाइदिनु भनेपछि सीतालाई चाहिँ रमेशकी आमाले बोलाइदिएकी हुन्। जगतले चाहिँ मैले तँलाई एकदमै धेरै दुःख दिएँ, मलाई माफ गरिदे, अब मैले रक्सी छोडेर आइसकेको छु, तँलाई घर लिएर जान्छु र कहिल्यै दुःख दिँदैन भनेपछि सीताले चाहिँ मलाई माफ गरिदिनुस्, अब म तपाईको घरमा जान सक्दिन, मलाई यही स्वतन्त्र भएर बाँच्न दिनुस् भनेर उनले जगतलाई बताएकी छिन्। उतापट्टि जगतले आफूले भन्नुपर्ने कुराहरू सीतालाई सबै बताउँदा पनि सीताले नमानेपछि जगतले चाहिँ हार खाएको देख्न सकिन्छ। दर्शकबिन रमेशले चाहिँ अब आफ्नै घर हुने भयो र मलाई टुहुरो भनेर र बेघर भनेर कसैले पनि हेप्दैन भन्दै आफ्नी आमालाई खुसी साटेको देख्न सकिन्छ। उतापट्टि अनुले पनि अब तिमीलाई कसैले पनि हेप्न सक्दैन भनेर रमेशलाई अनुले एकदमै धेरै साथ दिइरहेकी छिन्। उतापट्टि उनीहरूको पहिलो दिन घर प्रवेश हुँदा उनले चाहिँ सीतालाई पनि आफ्नो घर जान भनेपछि सीताले चाहिँ अहिले मेरो घरमा काम छ, म पछि आउँछु भनेर उनीहरूलाई पठाइदिएको भने देख्न सकिन्छ। उतातिर रमेश र उनीहरूको परिवार चाहिँ नयाँ घरमा प्रवेश गरिसकेका छन्। उनीहरूले बैठक कोठामा चाहिँ कहिलेकाहीँ पाहुना आउँदा यतै बसेर गफगाफ गर्न हुन्छ भन्दै रमेशकी आमालाई बुझाइदिएको र उनीहरूले आफ्नो कोठा हेर्न गएको पनि देख्न सकिन्थ्यो। रमेशकी आमा चाहिँ माटोको घरमा सुत्न बानी परेको, अब यस्तो घरमा त मलाई निन्द्रै लाग्दैन होला भन्दै चिन्ता मानिरहेकी छिन् भने अनु र रमेशले चाहिँ बिस्तारै बानी पर्छ भनेर सम्झाइरहेका छन्। उतातिर अनु र रमेश चाहिँ एकदमै धेरै प्रेम गर्छन् भने अहिले रमेश र अनुका बुबा अर्थात् अनुका बुबाले चाहिँ उनीहरूको प्रेमलाई बुझेका छन्। दर्शकबिन रमेशले चाहिँ जगत सीतालाई फकाउन र घर लैजान आएको कुरा थाहा पाएपछि उनले अब तहिले आफ्नो श्रीमानलाई छोड्नु हुँदैन, किनभने तेरो बिहे गरेको श्रीमान हो, अब त रक्सी पनि छोडिसक्यो भनेर उनले सीतालाई बताएका हुन्। सीताले चाहिँ मलाई सधैँ दुःख दिने र अब पनि दुःख दिँदैन भनेर कसरी विश्वास गरौँ, म स्वतन्त्र भएर बाँच्न चाहन्छु र म स्वतन्त्र भएको उनीहरूले हेर्न सक्दैनन् भनेर सीता रमेशसँग रिसाएर भित्र गएपछि उनका बुबाले चाहिँ अब सीतालाई स्वतन्त्र भएर बाँच्न दिनुपर्छ, किनभने यो सीताको जिन्दगी हो र निर्णय पनि सीताको हुनुपर्छ र हामीले सीतालाई साथ दिनुपर्छ भन्दै उनीहरूको सल्लाह भएपछि रमेश चाहिँ सीतालाई फकाउन भित्रपट्टि लागेका हुन्।
दर्शकबिन रमेशले चाहिँ सीतालाई फकाउन खोजेपछि सीताले चाहिँ पहिला मेरो चरित्रमाथि शङ्का गरेर मलाई त्यो घरबाट निकालेको व्यक्तिसँग फेरि म कसरी विश्वास गरेर जाउँ, पछि पनि मलाई चरित्रमाथि दाग लगाएर घरबाट निकालेपछि म कता जानु। त्यसैले अहिले मैले श्रीमान र त्यो घरलाई त्याग्ने हिम्मत गरेकी छु। मैले सोच्न पनि सकेकी थिएन कि म आफ्नो श्रीमान र घरलाई त्याग्न सक्छु भनेर। अहिले म हिम्मत गरेर स्वतन्त्र भएर बाँचिरहेकी छु र मलाई यसरी नै बाँच्न दे रमेश भनेर उनले रमेशलाई बताएका हुन्। उतापट्टि रमेशले पनि सीतालाई बुझेपछि दुवैजना मिलेको भने देख्न सकिन्छ। उतापट्टि अब अनुका बुबाले चाहिँ रमेश र अनुको साधारण तरिकाले बिहे सम्पन्न गरिदिने सल्लाह गरेका छन् भने उतातिर हरिले चाहिँ अहिले सृष्टिको पछाडि लागिरहेको देख्न सकिन्छ। दर्शकबिन उतातिर हरि चाहिँ सृष्टिलाई कस्तो छ सपनामा सृष्टि बिरामी भएको देखे, त्यसैले सृष्टिलाई थोरै खानेकुरा लिएर भेट्न आएको हुँ भन्दै उनले चाहिँ सृष्टिकी आमालाई बताएको देख्न सकिन्थ्यो। उतापट्टि सृष्टिका बुबा र उनका दाइ जगत समेतले हरिलाई भेटेका हुन्। उतापट्टि बैठक कोठामा गएर हरिले सृष्टिको हातको मिठो चिया खान्छु भनेपछि सृष्टिले पनि चिया बनाएर ल्याएको भने देख्न सकिन्थ्यो। उतापट्टि यी बाबु मलाई एकदमै धेरै मन पर्यो, बोलीमा पनि एकदमै धेरै मिठास छ भनेर सृष्टिकी आमाले आफ्ना श्रीमानलाई बताएपछि सृष्टिका बुबाले चाहिँ जो व्यक्तिको बोलीमा एकदमै राम्रो मिठास हुन्छ त्यो व्यक्तिको मनमा भने अवश्य पाप हुन्छ भनेर उनले आफ्नी श्रीमतीलाई बताएपछि उनकी श्रीमतीले चाहिँ तपाईँ सबैको बारेमा शङ्का गर्दै बस्नुहोस् भनेर बताएकी छिन्। जगतले चाहिँ यसरी नचिनेको मान्छेलाई घरमा ल्याएर राख्नु हुँदैन भन्ने कुरा चाहिँ गरेका छन्। अन्ततः बीच बाटोमा सृष्टिको बारेमा हरिले सबै कुरा सोध्दै सृष्टिले पनि पहिलो चोटि बिहे गरेर 2 दिनमै श्रीमान बितेको र त्यसपछि गाउँकै एकजना व्यक्तिसँग प्रेम भयो र उहाँलाई पनि गाउँका केही व्यक्तिले पिटेर कोमामा जानुभयो र उपचारका क्रममा इन्द्रिया हुँदा त्यसपछि सम्पर्क नै भएन भनेर बताएपछि हरिले पनि आफ्नी श्रीमतीसँग डिभोर्स भइसकेपछि एउटी श्रीमतीको खाँचो भएको र साथी पनि चाहिएको भन्दै सृष्टिलाई चाहिँ बिहेको प्रस्ताव राखेका छन् भने उतापट्टि चाहिँ अनु र रमेशको बिहे सम्पन्न भइसकेको छ।